नमस्कार दर्शक महानुभावहरू, यो भिडियोमा देखिराख्नु भएको छ धुवाको मुस्लो। यो अरू केही नभएर गत महिनाको 24 गते भदौ 24 गते नेपालमा जेनजी आन्दोलन चलिरहेको थियो। सोही समयमा चाहिँ हाम्रो पोखरा महानगरपालिका भित्र विभिन्न सरकारी कार्यालयहरू, गण्डकी प्रदेशका भवनहरू, मन्त्रालयका भवनहरू यसरी चाहिँ नष्ट गरिँदै थियो, आगजनी गरिँदै थियो। सोही समयमा लिएको यो छोटो भिडियो। यो समयमा चाहिँ आन्दोलनकारीद्वारा चाहिँ भौतिक संरचनामा चाहिँ आगजनी गर्ने क्रम चलिरहेको थियो र कोही भवनहरू जलिरहेका थिए, कोही भवन जलेर नष्ट भइसकेका थिए, कोही भवनमा चाहिँ आगजनी गर्ने क्रम जारी थियो। सोही समयमा चाहिँ लिएको चाहिँ दृश्य हो यो, जुन समयमा चाहिँ एकदमै मानिसले चाहिँ सास फेर्न नसक्ने अवस्था थियो। हजुरहरू देख्न सक्नुहुनेछ। यसरी चाहिँ नष्ट गरिएको थियो। गण्डकी प्रदेशका मन्त्रालयहरू, सरकारी कार्यालयहरू सबै नष्ट गरिएको थियो। सोही बखत चाहिँ लिएको तस्विर हो यो। हाम्रो नेपालको इतिहासहरू थिए, गण्डकी प्रदेशका इतिहासहरू थिए, यसरी नष्ट भएको थियो। जुन यो दिन पनि हामीले कहिले पनि बिर्सन सक्ने छैनौँ। हामी चाहिँ जेनजी आन्दोलनकारीद्वारा चाहिँ यसरी आगजनी गर्ने भएपछि चाहिँ हामी चाहिँ आफ्नो चाहिँ ज्यान जोगाउन सफल भएका थियौँ यो मैदानमा बसेर। हेर्दै जानु होला दर्शक महानुभावहरू। अब केही समय सम्पूर्ण ध्वस्त हुँदै जानेछ।